नेपाल जल्यो तर टुरिस्ट बस जलेन। संसद भवन जल्यो तर एउटा टुरिस्टले भ्लग बनाउँदा उसको बाइक जलेन। संसारले आगो, रेज र रायट देखे, बट हामीले काइन्डनेस, ह्युम्यानिटी र होप देख्यौं। यो रेभोल्युसनले नेपाललाई वर्ल्ड स्टेजमा चिनायो। फेसबुक, ट्विटर, टिकटक, युट्युब सबै ठाउँमा नेपालको कुरा भयो। बट रियालिटीमा आउने हो भने देयर इज स्टिल लट्स टु डू, लट्स टु रिबिल्ड। अब नयाँ नेपाल बनाउने हामीले हो। जसरी सोशल मिडियाले रेभोल्युसन ल्यायो त्यसरी नै अब नेपाललाई रिबिल्ड गर्न नेपाल नीड्स योर हेल्प। इमेजिन सोशल मिडिया युज गरेर हामीले नेपालको ब्युटी, हस्पिटालिटी र स्टोरीजहरूलाई वर्ल्ड स्टेजमा शेयर गर्यौं। कसरी? सिम्पल, क्रिएट भिडियोज अबाउट नेपालीज ब्युटी एन्ड हस्पिटालिटी एन्ड शेयर देम अन योर सोशल मिडिया। त्यो एउटा भिडियो मात्र हुँदैन, यू विल बी रिराइटिङ द वर्ल्ड्स पर्सेप्सन अफ आवर कन्ट्री। यो दशैंमा घर जाँदै हुनुहुन्छ, क्रिएट अ भिडियो प्रमोटिङ योर प्लेस। कुनै इन्ट्रेस्टिङ मान्छे भेट्नुभयो, शेयर द स्टोरी। क्रिएट एनी भिडियो प्रमोटिङ नेपाल। यो न्यू रेभोल्युसनमा नयाँ नेपाल देखाउनुहोस्। सो द वर्ल्ड दैट नेपाल इज सेफ एन्ड नेपाल वेलकम्स यू। यो भएन भने द वर्ल्ड विल ओन्ली रिमेम्बर द स्मोक एन्ड फायर। तपाईको क्यामेरा isn't just a device, it's a weapon to help Nepal bounce back. Your movement isn't just about content creation, it's a revolution that every video, every story, every reel can inspire a person to say, I will visit Nepal. Let's make this movement successful. Let's uncover Nepal.